नमस्कार सम्पूर्णमा पुनः पनि स्वागत छ हजुरलाई हेल्थ सेवा तयारी युट्युब च्यानलमा। र हालै कोशी प्रदेशले विज्ञापन प्रकाशन गरेको छ स्वास्थ्य सेवातर्फ र त्यो सँगै कोशी प्रदेशले आफ्नो पाठ्यक्रममा पनि केही परिवर्तनहरू गरेका छन् र सोही परिवर्तित पाठ्यक्रमलाई लिएर आज हाम्रो यो भिडियो रहेको छ। र आजको यस भिडियोमा हामीले हेल्थ असिस्टेन्टको बारेमा, हेल्थ इन्स्पेक्सन समूहको, स्वास्थ्य सेवाको हेल्थ इन्स्पेक्सन समूहको हेल्थ असिस्टेन्ट वा सोसर पदको जुन प्रतियोगात्मक लिखित परीक्षाको पाठ्यक्रम रहेको छ त्यसको बारेमा कुरा गर्नेछौँ र यसमा के चेन्जेस भएका छन् त हेरौँ। अब सर्वप्रथम कुरा गर्दाखेरि चाहिँ हजुरको परीक्षा पहिले जस्तै प्रथम र द्वितीय चरण गरी दुई चरणमा हुनेछन्। प्रथम चरणमा लिखित परीक्षा हुनेछ भने दोस्रो चरणमा अन्तर्वार्ता हुनेछ। यो पाठ्यक्रमको फुल मार्क्स 200 रहेको छ भने पूर्णाङ्क भनेको 300 रहेको छ। परीक्षा योजनाको बारेमा कुरा गरौँ। प्रथम चरणमा पनि हजुरको प्रथम पत्र र द्वितीय पत्र गरी दुईटा पत्रहरू हुनेछन्, फर्स्ट पेपर र सेकेन्ड पेपर। फर्स्ट पेपरमा हजुरको जब बेस्ड नलेजहरू सोधिनेछ फर्स्ट पेपरमा र यसको फुल मार्क्स 100 रहेको छ, पास मार्क्स 40 रहेको छ र फर्स्ट पेपरमा हजुरलाई मल्टिपल चोइस क्वेसन सोधिनेछ। यसमा 3वटा सेक्सनहरू रहेका छन्, सेक्सन ए, सेक्सन बी र सेक्सन सी गरी। र सेक्सन ए मा हजुरको 20वटा क्वेसन रहेको छ र प्रत्येक क्वेसनको अङ्कभार 2 रहेको छ। त्यसैगरी सेक्सन बी मा पनि 20वटा क्वेसन रहेको छ र यसको पनि अङ्कभार 2 रहेको छ प्रत्येक क्वेसनको। र सेक्सन सी मा 10वटा प्रश्नहरू रहेका छन् र यसको अङ्कभार पनि प्रत्येक क्वेसनको 2 रहेको छ र टोटल गरी यहाँ हजुरको 100 मार्क्सको क्वेसन हुनेछ र हजुरको 50वटा क्वेसन हुनेछ। समय अवधि भन्ने हो भने समय अवधि 45 मिनेटको हुनेछ। त्यसैगरी द्वितीय पत्रमा पनि हजुरको जब बेस्ड नलेज नै सोधिनेछ र फुल मार्क्स 100 र पास मार्क 40 हुने गरी, तर यहाँ चाहिँ हजुरको सब्जेक्टिभ क्वेसनहरू सोधिनेछ। सेक्सन ए मा 2वटा 10 अङ्कको क्वेसन सोधिनेछ भने 4वटा 5 अङ्कको क्वेसन सोधिनेछ। त्यसैगरी सेक्सन ए ले टोटल 40 मार्क्स दिनेछ। त्यसैगरी सेक्सन बी को बारेमा कुरा गर्दाखेरि सेक्सन बी मा पनि हजुरको 2वटा 10 मार्कको क्वेसन सोधिनेछ भने 4वटा 5 मार्कको क्वेसन सोधिनेछ र टोटल गरी यसले पनि 40 मार्क्स दिन्छ। त्यसैगरी सेक्सन सी को बारेमा कुरा गर्दाखेरि यहाँ चाहिँ हजुरको 4वटा प्रश्न 5 अङ्कको सोधिनेछ भनेपछि प्रत्येक क्वेसनको अङ्कभार 5 हुनेछ। सो जम्मा गर्दाखेरि टोटल गर्दाखेरि 20 अङ्क हुनेछ सेक्सन सी बाट। सो यहाँ पनि हजुरको सेक्सन ए बाट 40 मार्क, सेक्सन बी बाट 40 मार्क र सेक्सन सी बाट चाहिँ 20 मार्क आउनेछ हजुरको। र यसको लागि समय अवधि हजुरको 2 घण्टा 30 मिनट तोकिएको छ। र द्वितीय चरणको कुरा गर्दाखेरि चाहिँ हजुरको दोस्रो चरणमा चाहिँ इन्टरभ्यू हुनेछ, अन्तर्वार्ता हुनेछ र यसको पूर्णाङ्क 30 रहेको छ र यो मौखिक अन्तर्वार्ता हुनेछ। अब केही कुराहरू दिएका छन्, यो चाहिँ हजुरको पहिले जस्तै हो। यो पाठ्यक्रम योजनालाई प्रथम चरण, द्वितीय चरण गरी 2 चरणमा विभाजन गरिएको छ। लिखित परीक्षाको प्रश्नपत्रको माध्यम, भाषा, पाठ्यक्रमको विषयवस्तु जुन भाषामा दिएको छ सोही भाषाको आधारमा नेपाली वा अङ्ग्रेजी मध्ये कुनै एक भाषामा हुनेछ। तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा दुवै भाषा समेत प्रयोग गर्न सकिनेछ। सो नेपाली अर इङ्ग्लिस कुनै पनि ल्याङ्ग्वेज युज हुन सक्छ, तर जुन ठाउँमा राम्ररी क्लियर गर्नुपर्ने छ दिएको कुरालाई त्यो ठाउँमा चाहिँ हजुरको बोथ ल्याङ्ग्वेज पनि युज हुन सक्छ। सो लिखित परीक्षाको माध्यम भनेको भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै हुन सक्छ। नेपाली वा अङ्ग्रेजी कुनै एउटा पनि हुन सक्छ भने नेपाली र अङ्ग्रेजी दुवै पनि आउन सक्छ। प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुट्टा-छुट्टै हुनेछन्। वस्तुगत बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएको प्रत्येक गलत उत्तर बापत 20% अङ्क कट्टा गरिन्छ भनेपछि इच रङ एन्सरमा हजुरको के त 20% मार्क्स चाहिँ कट डाउन हुनेछ हजुरको त्यो मल्टिपल चोइस क्वेसनको मार्क जति रहेको छ त्यो मार्क्सबाट। तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने पनि छैन र अङ्क कट्टा पनि गरिने छैन। वस्तुगत बहुवैकल्पिक प्रश्न हुने परीक्षामा ओएमआर उत्तर पुस्तिकाका प्रयोग भएमा निर्देशित स्थानमा निर्देशन बमोजिम बबल लगाउने र ओएमआर बाहेकको उत्तर पुस्तिकाको प्रयोग भएकोमा परीक्षार्थीले उत्तर लेख्दाखेरि अङ्ग्रेजी क्यापिटल लेटर ABCD मा लेख्नुपर्नेछ। स्मल लेटर ABCD मा लेखेको वा अन्य कुनै सङ्केत गरेको भए त्यस्तो उत्तर पुस्तिका रद्द हुनेछ। सो सब्जेक्टिभ क्वेसनमा चाहिँ हजुरले याद गर्नुहोला, क्यापिटल लेटरमा चाहिँ ABCDहरू लेख्नुपर्ने हुनेछ यो क्वेसनको नम्बरहरू। त्यसैगरी बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। विषयगत प्रश्नहरूको हकमा तोकिएको अङ्कको
एउटा लामो प्रश्न वा एउटा प्रश्नको 2 वा 2 भन्दा बढी भाग 2 or more parts of single question वा एउटै प्रश्न अन्तर्गत 2 वा बढी टिप्पणीहरू सोध्न सकिनेछ भनेपछि लङ क्वेसनहरुमा हैन एउटै क्वेसनमा 2 वा 2 भन्दा बढी भाग गरेर सोध्न सकिनेछ चाहिँ। त्यसैगरी विषयगत प्रश्न हुने पत्रमा प्रत्येक खण्डका लागि छुट्टा-छुट्टै उत्तर पुस्तिकाहरू हुन्छन्। जुन यो सेक्सन्सहरु रहेका छन् विषयगतको लागि सेक्सन ए, सेक्सन बी, सेक्सन सी, यो प्रत्येक खण्डको लागि चाहिँ हजुरको छुट्टा-छुट्टै एन्सर सिट हुनेछ। परीक्षार्थीले प्रत्येक खण्डको प्रश्नको उत्तर सोही खण्डको उत्तर पुस्तिकामा लेख्नु पर्नेछ। त्यसैगरी परीक्षामा सोधिने प्रश्न संख्या, अङ्क र अङ्कभार यथासम्भव परीक्षा योजनामा उल्लेख भए अनुसार नै हुनेछ। सो सकेसम्म चाहिँ हजुरको जुन यो पाठ्यक्रम रहेको छ त्यही अनुसार हुनेछ। यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेको ऐन, नियम तथा नीतिहरू परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएको वा संशोधन भई हटाइएको वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ। त्यसैगरी अब प्रथम चरण फर्स्ट फेज अन्तर्गत प्रथम पत्रको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय पत्रको लिखित परीक्षामा सम्मिलित गराउन सकिनेछ। त्यसैगरी प्रथम चरणको परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको परीक्षामा सम्मिलित गराइनेछ। यही कुरा रिपिट भएको छ। र पाठ्यक्रम लागू हुने मिति भनेको अब यो पाठ्यक्रम अस्ति भर्खरै 2082 साल 4 महिना 1 गते आएको थियो भने यसलाई भर्खरै अब हाम्रो जुन यो विज्ञापन आयो त्यो सँगै यसलाई के गरिएको छ त परिमार्जन गरिएको छ, परिवर्धित गरिएको छ र 8 महिना 28 गतेको निर्णय अनुसार अब यो लागू हुनेछ। अब सेक्सन ए को बारेमा कुरा गरौँ है। प्रथम र द्वितीय पत्रको लागि जुन सेक्सन ए मा के रहेका छन् त पहिलो नम्बरमा रहेको छ एनाटोमी एन्ड फिजियोलोजी। एनाटोमी जसमा चाहिँ हजुरको एनाटोमिकल स्ट्रक्चर र फङ्सन को बारेमा सोधिनेछ र त्यसभित्र रहेको छ हजुरको डाइजेस्टिभ सिस्टम, रेस्पिरेटरी सिस्टम, कार्डियोभास्कुलर सिस्टम, रिप्रोडक्टिभ सिस्टम, इन्डोक्राइन सिस्टम, नर्भस सिस्टम, स्केलेटल सिस्टम, मस्कुलर सिस्टम, युरिनरी सिस्टम र सेन्स अर्गन सिस्टमबाट चाहिँ हजुरलाई सोधिनेछ एनाटोमी एन्ड फिजियोलोजी भित्र। त्यसैगरी दोस्रोमा रहेको छ हजुरको नेसनल पोलिसी, प्लानिङ, स्ट्राटेजिज एन्ड इम्प्लिमेन्टेसन स्ट्याटस अफ पब्लिक हेल्थ प्रोग्राम्स इन नेपाल। सिमिलर नै रहेको छ पुरानोसँगै फ्यामिली प्लानिङ र सेफ मदरहुडको बारेमा। त्यसैगरी कन्ट्रोल अफ डायरियल डिजिजेज, एक्युट रेस्पिरेटरी डिजिजेज, न्युट्रिसन, नेसनल प्रोग्राम अन इम्युनाइजेसन एन्ड इन्टिग्रेटेड म्यानेजमेन्ट अफ न्यूनेटल एन्ड चाइल्डहुड इलनेस। त्यसैगरी मलेरिया, कालाजर, डेङ्गु, जापानिज इन्सेफलाइटिस, फिलेरिया, स्क्रब टाइफस, लेप्टोस्पाइरोसिस, ह्युमन इम्युनोडिफिसियन्सी भाइरस, अक्वायर्ड इम्युनोडिफिसियन्सी सिन्ड्रोम भन्नाले एचआइभी एड्सको बारेमा, त्यसैगरी एसटिडी कन्ट्रोलको बारेमा सोधिनेछ र यो सँगै हजुरको ट्युबरक्लोसिस, लेप्रोसी इलिमिनेसन, हेल्थ इन्सुरेन्स, हेल्थ एजुकेसन, इन्फर्मेसन एन्ड कम्युनिकेसन, नेपाल हेल्थ सेक्टर स्ट्राटेजी र हेल्थ सेक्टर इन एसटिजी। अब प्लानिङ एन्ड म्यानेजमेन्टमा छ। प्लानिङ एन्ड म्यानेजमेन्टमा हजुरको कम्युनिटी हेल्थ डायग्नोसिस एन्ड हेल्थ प्रोफाइल, माइक्रो प्लानिङ अफ हेल्थ प्रोग्राम्स, सुपरभिजन, मोनिटरिङ एन्ड इभ्यालुएसन अफ हेल्थ प्रोग्राम्स, integrated health management information system, planning and management of camps, cold chain management, health training management in different settings, logistic management and logistic management information system। त्यसैगरी अर्गनाइजेसनल स्ट्रक्चर एन्ड फङ्सन्स भित्र चाहिँ मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसन, डिपार्टमेन्ट अफ हेल्थ सर्भिसेज, प्रोभिन्सियल अर्गनाइजेसनल स्ट्रक्चर अफ हेल्थ सर्भिसेज, प्रोभिन्सियल मिनिस्ट्री अफ हेल्थ, प्रोभिन्सियल हेल्थ डाइरेक्टोरेट, प्रोभिन्सियल हेल्थ ट्रेनिङ सेन्टर, प्रोभिन्सियल हेल्थ लजिस्टिक म्यानेजमेन्ट सेन्टर, प्रोभिन्सियल पब्लिक हेल्थ ल्याबोरेटरी। त्यसैगरी हेल्थ अफिसको बारेमा छ र यो सँगै अझको यसभित्र हेल्थ केयर अर्गनाइजेसन्स अन्डर लोकल गभर्मेन्ट लाइक प्राइमरी हेल्थ केयर सेन्टर, हेल्थ पोस्ट, बेसिक हेल्थ सर्भिस सेन्टर, अर्बन प्राइमरी हेल्थ सेन्टर, कम्युनिटी हेल्थ युनिट र यो सँगै स्ट्रक्चर अफ हेल्थ सर्भिस इन फेडरल कन्टेक्स्ट र जब डिस्क्रिप्सन अफ हेल्थ असिस्टेन्टको बारेमा सोधिनेछ। त्यसैगरी कम्युनिटी मोबिलाइजेसन एन्ड लोकल गभर्मेन्ट्स रहेको छ 5th च्याप्टरमा र यो भित्र हजुरको एफसीएचबी एन्ड मदर ग्रुपको बारेमा रहेको छ। एफसीएचबी भन्नाले फिमेल कम्युनिटी हेल्थ भोलिन्टियर्स र मदर्स ग्रुप। अर्को भनेको मोबिलाइजेसन अफ लोकल हेल्थ लिडर्स एन्ड कमिटी एन्ड फेडरलाइजेसन इन हेल्थ सर्भिसेज। त्यसैगरी च्याप्टर 6 मा रहेको छ इपिडेमियोलोजी एन्ड डिजिज कन्ट्रोल। इपिडेमियोलोजी एन्ड डिजिज कन्ट्रोलभित्र चाहिँ डेफिनिसन, स्कोप, कजेज अफ डिजिज एन्ड इन्फेक्सन, त्यसैगरी टाइप्स एन्ड म्यानेजमेन्ट अफ डिजास्टर्स,
इन्भेस्टिगेसन एन्ड म्यानेजमेन्ट अफ एपिडेमिक्स र त्योसँगै कजेज, साइन्स, सिम्पटम्स, म्यानेजमेन्ट, प्रिभेन्सन एन्ड कन्ट्रोल अफ ग्यास्ट्रोएन्टेराइटिस, डिसेन्ट्री, कोलेरा, टाइफाइड फिभर, जियार्डियासिस, मलेरिया, फिलेरियासिस, इन्सेफलाइटिस, कालाजार, डेङ्गु, parasitic infestation, scabies, chickenpox, influenza, mumps, rabies, hepatitis, ringworm, leprosy, tuberculosis, helminthiasis, pertussis, measles, and diphtheria. र यो सँगै नन कम्युनिकेबल डिजिज एन्ड मेन्टल हेल्थ डिजिजेस लाइक क्यान्सर, डायबिटिज, किडनी प्रब्लम्स एन्ड कमन मेन्टल हेल्थ प्रब्लम्स। त्यसै गरी इवार्स एन्ड सर्भिलेन्स सिस्टमको बारेमा रहेको छ भनेको अर्ली वार्निङ एन्ड रिपोर्टिङ सिस्टम एन्ड सर्भिलेन्स सिस्टम र वाटर क्वालिटी सर्भिलेन्स। अर्को भनेको इन्भाइरोमेन्टल स्यानिटेसनभित्र हजुरको वाटर प्युरिफिकेसन, वेस्ट म्यानेजमेन्ट, फुड हाइजिन, स्यानिटेसन अफ पब्लिक प्लेसेस र हेल्थ हेजार्ड रहेको छ भने यो सँगै स्यानिटरी ल्याट्रिन्स, बेसिक मेजर्स इन कन्ट्रोलिङ रोडेन्ट्स, इन्टिग्रेटेड भेक्टर म्यानेजमेन्ट, मेडिकल इम्पोर्टेन्स एन्ड मेजर्स अफ कन्ट्रोलिङ कमन भेक्टर्स एन्ड इन्सेक्ट्सको बारेमा इन्क्लुड गरिएको छ। अर्को अब चाइल्ड हेल्थ प्रब्लम्स र इन्टरभेन्सन्सको बारेमा कुरा गर्ने हो भने यसभित्र हजुरको कमन नियोनेटल हेल्थ प्रब्लम्स, कमन चाइल्ड हेल्थ प्रब्लम्स लाइक सिडिडी, एआरआई, मलेरिया एन्ड मालन्युट्रिसन, त्यसै गरी न्युट्रिसनल इन्टरभेन्सन्स लाइक म्यानेजमेन्ट अफ एसएएम, एमएएम र इम्युनाइजेसन सर्भिसेसको बारेमा रहेको छ। अब त्यसै गरी खण्ड बीमा सेक्सन बीको बारेमा कुरा गर्दाखेरि यसभित्र हजुरको जेनरल मेडिसिनभित्र जेनरल हिस्ट्री टेकिङ, सिम्पल फिजिकल इक्जामिनेसन, सिस्टेमिक इक्जामिनेसनको बारेमा रहेको छ र त्योसँगै भ्यारियस मेथड अफ डायग्नोसिस, कम्प्लिकेसन्स एन्ड म्यानेजमेन्ट अफ डिजिजेस इन रेस्पिरेटरी, डाइजेस्टिभ, कार्डियोभास्कुलर, युरिनेरी, इन्डोक्राइन, हेमाटोलोजी एन्ड सेन्ट्रल नर्भस सिस्टम with their terminology, etiology and clinical features. त्यसै गरी फर्स्ट एड एन्ड इमर्जेन्सी म्यानेजमेन्टको कुरा गरौँ। फर्स्ट एड एन्ड इमर्जेन्सी म्यानेजमेन्टमा बेसिक लाइफ सपोर्ट, सक, पोइजनिङ, इन्जुरिज, हेमोरेज, एक्सटर्नल ब्लिडिङ, थर्मल एन्ड केमिकल बर्न्स, फ्र्याक्चर एन्ड डिस्लोकेसन, फ्रस्ट बाइट, इन्सेक्ट बाइट, एनिमल बाइट, स्नेक बाइट एन्ड ड्राउनिङ, एब्सेस, सेलुलाइटिसको बारेमा इन्क्लुड गरिएको छ। र स्किन डिजिजेसमा इम्पेटिगो, कन्ट्याजियस, बोइल्स, टिनिया इन्फेक्सन, हर्टपिच जोस्टर, स्क्याबिज, एक्जेमा, एलर्जिक कन्डिसन्स र एक्युट ड्रग रियाक्सन्सको बारेमा इन्क्लुड गरिएको छ। अर्को भनेको एलिमेन्ट्री सर्जरीभित्र चाहिँ हजुरको म्यानेजमेन्ट अफ इन्फ्लामेसन, सेप्टिसेमिया, टक्सेमिया, साइनस, फिस्टुला, ग्याङ्ग्रिन, वुन्ड, टिटेनस, एक्युट पेन एब्डोमेन, हर्निया, hemorrhoids, anal fissure, acute retention of urine, causes of frequent urination and nocturia, management of rupture of urethra, hematuria, phimosis, paraphimosis, hydrocele, head injury, clinical features, and management of osteomyelitis, local anesthesia र sterilization of surgical instruments को बारेमा इन्क्लुड गरिएको छ। र अर्को भनेको आई, इयर, नोज एन्ड थ्रोट डिजिजेस। यसभित्र चाहिँ हजुरको जेनरल इक्जामिनेसन प्रोसिड्युर्स अफ आई, इयर, नोज एन्ड थ्रोट रहेको छ। त्योसँगै साइन एन्ड सिम्पटम्स एन्ड जेनरल म्यानेजमेन्ट अफ आइलिड कम्प्लिकेसन्स, रेड आइज, ट्र्याकोमा, कर्नियल अल्सर, नाइट ब्लाइन्डनेस, क्याटाराक्ट, टेरिजियम, इरिडोसाइक्लाइटिस, ग्लाउकोमा एन्ड फोरेन बडिज इन द आइज। अर्को भनेको रिमुभल अफ व्याक्स एन्ड फोरेन बडिज, sign and symptoms and management of otitis media, otitis externa and referral conditions of hearing problems. अर्को भनेको डेभिएटेड नेजल सेप्टम, नेजल पोलिप्स, एपिस्ट्याक्सिस र साइनोसाइटिसको बारेमा पनि इन्क्लुड गरिएको छ। र यो सँगै क्लिनिकल फिचर्स, कम्प्लिकेसन्स एन्ड म्यानेजमेन्ट अफ एक्युट टन्सिलाइटिस, फ्यारिन्जाइटिस एन्ड ल्यारिन्जाइटिस इन्क्लुड गरिएको छ। त्यसै गरी ओरल हेल्थ र मेन्टल हेल्थलाई पनि इन्क्लुड गरिएको छ। ओरल हेल्थभित्र डेन्टल प्ल्याक्स एन्ड क्यालकुलस, डेन्टल क्यारिज, पेरियोडोन्टाइटिस, पेरियोडोन्टल पकेट्स एन्ड एब्सेस, इम्पोर्टेन्स एन्ड मेन्टेनेन्स अफ ओरल हाइजिन र यो सँगै साइकोसिस, न्युरोसिस र मेन्टल रिटार्डेसनको बारेमा इन्क्लुड गरिएको छ। अर्को भनेको रिप्रोडक्टिभ हेल्थ प्रब्लम्स एन्ड इन्टरभेन्सन्स। अब रिप्रोडक्टिभ हेल्थ प्रब्लम्स एन्ड इन्टरभेन्सन्समा के इन्क्लुड गरिएको छ त
यसभित्र मेल एन्ड फिमेल रिप्रोडक्टिभ सिस्टमको बारेमा जसरी मेन्स्ट्रुएसन साइकल, कन्सेप्सन, ओभुलेसन, भ्याजाइनल डिस्चार्ज, म्यानेजमेन्ट अफ पिभी ब्लिडिङ भनेको पर भ्याजाइनल ब्लिडिङ, पोस्ट मेनोपाउजल ब्लिडिङ, युटेराइन प्रोल्याप्स, पेल्भिक इन्फ्लामेटरी डिजिज, यसको कजेज, साइन, सिम्टम्स र कम्प्लिकेसन्स अफ एक्टोपिक प्रेग्नेन्सी, म्यानेजमेन्ट अफ मेस्टाइटिस एन्ड ब्रेस्ट एब्सेस र यो सँगै नर्मल लेबर एन्ड अर्ली डायग्नोसिस एन्ड रिफेरल अफ कम्प्लिकेटेड प्रेग्नेन्सी, प्युरपेरियम, त्यसै गरी सेफ एबर्सन्स, फ्यामिली प्लानिङ एन्ड काउन्सिलिङ, पर्मानेन्ट एन्ड टेम्पोररी कन्ट्रासेप्टिभ्स र एडोल्सेन्ट सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ राइटको बारेमा कुरा गरिएको छ। र त्यसपछि एक्ट्स एन्ड रेगुलेसन्सको पार्ट आउँछ। एक्ट्स एन्ड रेगुलेसन्सभित्र चाहिँ राइट्स एन्ड पोलिसिज रिलेटेड टु हेल्थ इन द कन्स्टिट्युसन अफ नेपाल, पब्लिक हेल्थ सर्भिस एक्ट 2075 र पब्लिक हेल्थ सर्भिस रेगुलेसन 2077, त्यसै गरी कोशी प्रोभिन्स पब्लिक हेल्थ एक्ट 2074, हेल्थ प्रोफेसनल काउन्सिल एक्ट 2053 एन्ड रेगुलेसन 54। त्यसै गरी खण्ड सी को बारेमा कुरा गरौँ। अब सेक्सन सी को बारेमा कुरा गर्दाखेरि नेपालको संविधानको भाग 1 देखि 5 र भाग 13 देखि 22 सम्म तथा अनुसूची 5 देखि 9 सम्म, त्यसै गरी प्रदेश निजामती सेवा ऐन 2079 कोशी प्रदेश, प्रदेश निजामती सेवा नियमावली 2081 कोशी प्रदेश, स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन 2080 यो पनि कोशी प्रदेशकै हुनेछ, प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076, प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2077, प्रदेश लोकसेवा आयोग ऐन 2076, प्रदेश लोकसेवा आयोग नियमावली 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 को परिच्छेद 1 र परिच्छेद 6 सम्बन्धी जानकारी, कोशी प्रदेशको योजनाबद्ध विकास तथा चालु आवधिक योजना सम्बन्धी सामान्य जानकारी। र अब कुन च्याप्टरबाट कति क्वेसन आउनेछ, कति मार्क्सको क्वेसनहरू आउनेछन् भनेर हजुरले हेर्न सक्नुहुन्छ। कति मार्क्स भन्दा नि कतिवटा प्रश्नहरू आउनेछन् त्यो चाहिँ हेर्न सक्नुहुन्छ। अब सुरुमा मल्टिपल चोइस क्वेसनको बारेमा कुरा गरौँ। प्रथम पत्रको बारेमा यसमा चाहिँ हजुरको मल्टिपल चोइस क्वेसनमा चाहिँ सेक्सन ए मा 1 देखि च्याप्टर 8 सम्म इन्क्लुड गरिएको छ। च्याप्टर 1 बाट चाहिँ 3वटा क्वेसन, च्याप्टर 2 बाट पनि 3वटा, तेस्रो च्याप्टरबाट पनि 3वटा र फोर्थ च्याप्टरबाट 2टा, फिफ्थबाट 2टा, सिक्स्थबाट 3वटा, सेभेन्थ च्याप्टरबाट 2टा, एट्थ च्याप्टरबाट 2टा, त्यसै गरी च्याप्टर 9 बाट चाहिँ हजुरको 3वटा, च्याप्टर 10 2टा, च्याप्टर 11 2टा, च्याप्टर 12 3टा, च्याप्टर 13 3टा, च्याप्टर 14 2टा, च्याप्टर 15 3टा र च्याप्टर 16 2टा। र अर्को खण्ड सी को बारेमा कुरा गर्ने हो भने चाहिँ सेक्सन सी को बारेमा चाहिँ सेक्सन सी को च्याप्टर 1 बाट 2टा, च्याप्टर 2 to 3 बाट एउटा, च्याप्टर 4 बाट एउटा, च्याप्टर 5 to 6 बाट 2टा, च्याप्टर 7 to 8 बाट 2टा, च्याप्टर 9 बाट एउटा र च्याप्टर 10 बाट एउटा मल्टिपल चोइस क्वेसनहरू सोधिनेछ। त्यसै गरी अब प्रथम चरणको द्वितीय पत्रको बारेमा कुरा गर्दाखेरि सेकेन्ड पेपरको बारेमा कुरा गरौँ। यसमा खण्ड क सेक्सन ए मा हेर्दाखेरि च्याप्टर 1 बाट 5 मार्कको एउटा क्वेसन, त्यसै गरी च्याप्टर 2 बाट 10 मार्कको एउटा, च्याप्टर 3 5 मार्कको एउटा, च्याप्टर 4 5 मार्कको एउटा, च्याप्टर 5 to 6 10 मार्कको एउटा, च्याप्टर 7 र 8 5 मार्कको एउटा। त्यसै गरी सेक्सन बी को बारेमा कुरा गर्दाखेरि च्याप्टर 9 र 10 मिलाएर 5 मार्कको एउटा, 11 र 12 5 मार्कको एउटा, च्याप्टर 13 10 मार्कको एउटा, च्याप्टर 14 5 मार्कको एउटा, च्याप्टर 15 5 मार्कको एउटा, च्याप्टर 16 10 मार्क्सको एउटा। त्यसै गरी खण्ड सी सेक्सन सी को बारेमा कुरा गर्दाखेरि चाहिँ च्याप्टर फर्स्ट च्याप्टरबाट चाहिँ 5 मार्कको एउटा, च्याप्टर 2 देखि 4 मध्येबाट चाहिँ 2 देखि 4 मा चाहिँ 5 मार्कको एउटा, च्याप्टर 5 देखि 8 मा चाहिँ 5 मार्कको एउटा र च्याप्टर 9 देखि 10 मा पनि 5 मार्कको एउटा क्वेसन सोधिनेछ। र मोडल क्वेसन हजुरले हेर्न सक्नुहुन्छ यहाँ। द ड्युरेसन अफ क्वारेन्टाइन इज लङ्गेस्ट इन्क्युबेसन पिरियड, सर्टेस्ट इन्क्युबेसन पिरियड, इन्फेक्टिभ पिरियड र नन अफ द यसरी यो मल्टिपल चोइस क्वेसन सोधिनेछ यसरी भने। त्यसै गरी सब्जेक्टिभ क्वेसनमा चाहिँ हजुरको लाइक
क्वेसन नम्बर 1 हेरौँ। लिस्ट आउट द मेजर न्युट्रिसनल प्रब्लम्स इन नेपाल, वाट आर द रोल्स अफ हेल्थ असिस्टेन्ट इन न्युट्रिसनल इन्टरभेन्सन प्रोग्राम भनेर भनिएको छ। र यसरी मल्टिपल क्वेसन्सहरू एउटैमा जोडेर पनि हजुरलाई सब्जेक्टिभ क्वेसनहरू सोधिन सकिनेछ। जसरी हजुरले इक्जाममा अटेम्प्ट गर्नुहुन्थ्यो एकाडेमिक इयरहरूमा, त्यसरी नै हजुरको सब्जेक्टिभ क्वेसन्सहरू यहाँ सोधिनेछ। र हाम्रो आजको भिडियोमा यति नै। पुनः पनि हामी अर्को भिडियोका साथ र यस्तै स्वास्थ्य सम्बन्धित विभिन्न सामग्रीका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलको लागि बिदा पाऊँ। हस्त, धन्यवाद।